दुई तीनवटा कथाहरू भनेर तपाईहरुसँग बिदा हुन्छु होला। हाम्रो थेम्स कलेजको चेयरम्यान साहब उहाँ मेरो बस पनि हुनुहुन्छ। म रोटरियन भएको नाताले हाम्रो थेम्समा पनि रोटरी क्लब अफ थेम्स छ। म धेरै पटक त्यहाँ प्रोग्राममा एटेन्ड गरेको छु। यहाँहरुसित धेरै पटक भेट पनि भएको छ होला। अनि उहाँ चाहिँ डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटरी इन्टरनेसनलको हुनुहुन्छ। राजेन्द्र मान शेरचनज्यू, म्यानेजिङ डाइरेक्टर सरोजनी शेरचनज्यू, अर्को चाहिँ म्यानेजमेन्ट कमिटी मेम्बर हुनुहुन्छ आयुष्मान शेरचन, कता लुकेर बस्नु भएको छ। अनि आदरणीय गुरुवर्गहरू र आदरणीय अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनी छोराछोरी नाति नातिनाहरू, मैले नेपालीमै किन सुरु गरेँ बोल्न भने जागिर करिब 35 वर्ष जति जागिर खाएर धेरै ठाउँ नेपालीमा अङ्ग्रेजीमा कहिलेकाहीँ चाइनिजमा फ्रेन्चमा पनि अलिअलि बोलियो होला। तर अब हामी सबैजना नेपाली भएको नाताले र नेपालीमा बोल्न सजिलो हुन्छ भन्ने नाताले मैले यसरी सुरु गरेको छु। आज भाइ बहिनीहरूको वक्तव्य, मन्तव्य, भाषण र भावना, भित्रैदेखि आएको भावना सुन्दा त्यहाँ बसेर सुनिरहँदाखेरिमा बडा रमाइलो र एउटा नयाँ उत्साह र मलाई पनि कन्फ्युजन। तपाईहरुले धेरैले बोल्दाखेरिमा अब पछाडि के हुने हो, हामी कन्फ्युज छौँ भनिराख्दाखेरिमा म पनि कता कता पछाडि फर्केर हेर्दा कन्फ्युजनको सिचुएसनमा पुगिराखेँ। र मलाई के लाग्यो भने नेपोलियन बोनापार्टलाई चाहिँ उनी सिपाही थिए। लडाइँमा जाँदाखेरिमा साथीहरूले यसो हातको रेखा हेरेछन्, उसको त फेट लाइनै रहन्छ के, भाग्यरेखा। भाग्यरेखा कस्तो हुन्छ भनेर साथीलाई सोद्धाखेरिमा यस्तो सिधा हुन्छ भनेपछि उसले चट्ट त्यो आफ्नो त्यो वेपन्सबाट त्यो चक्कु झिकेर स्वाट काटेर ल मैले मेरो भाग्यरेखा बनाएँ भनेर हामीले चाहिँ त्यो सिपाही सम्राट बनेथ्यो भन्ने हाम्रो कोर्स बुकमा किताबमा चाहिँ पढ्थ्यौँ के। त्यसकारण तपाईहरुको भाग्य चाहिँ आफै कोर्ने हो। त्यस भएर अब कन्फ्युज हुनुपर्ने कुराहरू छैनन्। तपाईहरुले एउटा राम्रो शिक्षा पाउनुभयो। हामी 2072 सालको भूकम्प त यहाँहरू मध्ये धेरैले देख्न पायौँ। अब 90 सालको भुइँचालोको कुरा गर्नुहुन्थ्यो हाम्रा बाबुबाजेहरू, त्यो त हामीले देखेनौँ। 52 सालको त मैले अलिकति अनुभव गरेँ, 72 सालको त तपाईहरुले पनि अनुभव गर्नुभयो। जुन घरको चाहिँ राम्रो जग थियो त्यो घर भत्किया छैन। त्यसकारणले तपाईहरुको जग राम्रो छ, फाउन्डेसन राम्रो छ, तपाईहरुले अगाडि माथि तला थप्नलाई चाहिँ गाह्रो हुन्छ होला भन्ने मलाई लाग्दैन। त्यसकारणले यु शुड नट बी कन्फ्युज्ड फर योर फ्युचर। नेपोलियन बोनापार्टले जस्तै तपाईहरु आफै आफ्नो भविष्यको रेखा कोर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ। हाम्रो चेयरम्यान साहबले महाभारतका दुईटा इन्स्ट्यान्सहरू यहाँ राख्नुभयो। मलाई चाहिँ रामायणको दुईटा इन्स्ट्यान्स राख्न मन लाग्छ। रामायणमा के भयो भने सीतालाई जब उसले हरेर लिएर गयो रावणले, खोज्दै खोज्दै नदीको किनारमा रामेश्वरममा चाहिँ समुद्रको किनारमा पुगेपछि अब सीतालाई पक्कै पनि रावणले उता चाहिँ लङ्कामा लगाएछ भन्ने उहाँहरूलाई कन्फर्म भइसकेपछि त्यो बानरी सेना रामको समुद्रको किनारमा बसेर अब यो समुद्र नाघेर कसरी जाने त पारी भन्ने उसमा चाहिँ बडा ठुलो मन्थन सभा भयो त्यहाँ। त्यो मिटिङमा चाहिँ अब नाघेर जानु पर्यो उडेर भन्ने भाव हुँदाखेरिमा त्यो हनुमान चाहिँ सानोमा साह्रै चकचके थिए अरे के। साह्रै चकचके भाव हुनाले उनले एउटा ऋषिलाई चाहिँ अलि अभद्र व्यवहार गरेर ऋषिले एउटा श्राप दिए रहेछन् उनलाई कि तँसँग जे जति शक्ति छ तँलाई चाहिएको बेलामा तैँले बिर्सन्छस् भनेर त्यो दिए रहेछन्। अनि त्यो कुरा कसैले सम्झाइदिनु पर्ने थियो उनलाई। त्यसबेला म आइएम नट स्योर एक्ज्याक्टली, तर
जाम्बवानले उनलाई सम्झाइदिए, ए हनुमान, तिमीसँग त त्यो उडेर जान सक्ने शक्ति छ नि भनेपछि, ए हो, मसँग चाहिँ त्यो शक्ति छ भनेर हनुमान उडेर गएर सीतालाई भेटेर आए भन्ने एउटा कथा त्यहाँ छ। त्यस्तै यहाँ अगाडिका सबै हनुमानहरूसित सबैसित चाहिँ त्यो शक्ति छ उडेर जाने। तपाईँहरूसित त्यो चाहिँ एउटा प्रतिभाभित्र लुकिया छ, त्यो कसैले सम्झाइदिनु पर्छ। त्यो सम्झाइदिने व्यक्ति को थिए भन्दा यहाँहरूले चाहिँ अहिले जो चाहिँ फ्याकल्टी मेम्बर टिचरहरूको नाम लिनुभयो, बडा राम्रोसँग चाहिँ एप्लाउड गर्नुभयो। दे आर द पिपुल हैन हु हेभ रिमाइन्डेड यु योर एनर्जी, योर क्यालिबर हैन, यो इन्टेलिजेन्स। त्यस कारणले हामी जहाँ जहाँ जान्छौँ त्यो हामीभित्र त्यो शक्ति छ, त्यो चाहिँ सम्झाइदिने हाम्रा गाइडहरू चाहिँ निस्कन्छन्। त्यस भएर हामीसित पर्याप्त नलेज छ, इन्टेलिजेन्स छ, त्यसलाई हामीले बाहिर निकाल्ने मात्रै हो भन्ने किसिमले अगाडि बढ्नुभयो भने तपाईँहरू पक्कै पनि लङ्का पुग्नुहुन्छ, त्यो समुद्र तरेर जान सक्नुहुन्छ। आई मिन यु क्यान एचिभ योर डेस्टिनी। एउटा कथा त्यसलाई भने मैले। दोस्रो कुरा के छ भने, वी हेभ बिन टकिङ ड्युरिङ दिस डेज एबाउट दिस ग्लोबल भिलेज। हामी ग्लोबल भिलेज भनेर कुरा गर्छौँ अहिले। यो संसार नै एउटा गाउँ हो भन्छौँ हामी। त्यस कारणले वेयर एभर वी गो, हामी एउटै गाउँभित्र हुन्छौँ होइन। त्यस कारणले हामी धेरै टाढा हुँदैनौँ। अहिलेको हाम्रो डिजिटाइज्ड अहिलेको टेक्नोलोजीले गर्दाखेरिमा त हामी धेरै नजिक छौँ। सँगै बसेर बाबुआमाको खुट्टा मिच्नलाई पनि हामीले त्यस किसिमको अलि पैसा कमाइसकेपछि धेरै व्यवस्था पनि गर्न सक्छौँ। त्यो कुराहरू छन्। तर म अर्को एउटा कथा भन्छु, धेरै नाच्दिनु होला। रामले चाहिँ लङ्कामा कङ्कर गरे, जितिसकेपछि लङ्का त सुनले बनाएको छ। अनि लक्ष्मणले भने, ए दाइ, यहीँ बसेर यहीँको राजा हौँ, यहीँबाट राज्य सञ्चालन गरौँ, यत्रो सुनले बनेको लङ्का छ भन्दाखेरिमा रामले के जवाफ दिएछन् भने, अपि स्वर्णमयी लङ्का नमे लक्ष्मण रोचते। हुन त यो लङ्का चाहिँ सुनले बनेको छ, तर लक्ष्मण मलाई यसमा रुचि छैन। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी होइन। यसलाई त मैले व्याख्या गर्नु पर्दैन होला, जहाँ चाहिँ देख्नुहुन्छ त्यो माथिल्लो पङ्क्ति चाहिँ लाइन कसैले भन्दैन के। त्यो जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी जहाँ पनि लेखेर देख्नुहुन्छ, तर त्यो आएको त्यहाँबाट हो। त्यस कारणले हामी जननी जन्मभूमिश्च अहिले जसले चाहिँ यहाँ हाम्रा महिला नेत्री भन्छु मैले अहिले, यसको पनि म व्याख्या गर्छु। ले जे जति चाहिँ आफ्नो मन्तव्यको क्रममा आफ्ना मातापिताप्रति चाहिँ आफ्नो आदर भाव, ग्रेटफुलनेस व्यक्त गर्नुभयो, मलाई साह्रै खुसी लाग्यो। उहाँहरूले गर्दा नै हामी यति अगाडि बढेको हो। त्यस कारणले यो जननी र जन्म दिने आमा र यो जन्मभूमि चाहिँ स्वर्गभन्दा पनि माथि हुन्छ जहिले पनि। यो त्यो बेलादेखि आइरहेको विषय हो। तपाईँहरू पक्कै पनि जननी र जन्मभूमिलाई चाहिँ बिर्सनुहुन्न र यहाँ फर्केर आएर त्यहाँ धेरै सिकेर फर्केर आएर यो देशको सेवा गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। अर्को एउटा रमाइलो कुरा के लाग्यो भने, मैले यहाँहरूलाई चाहिँ धेरै धन्यवाद दिनुपर्छ। तपाईँहरूले आफ्नो क्लासबाट जुन नेता छान्नुभयो नि, चुन्नुभयो नि, भोट हालेर चुन्नुभयो या कन्सेन्ससमा चुन्नुभयो सर्वसम्मतिले, बडा राम्रा नेत्रीहरू चुन्नुभयो, महिला नेत्रीहरू। यति राम्रो भाषण दिनुभयो उहाँहरूले, हामीलाई मन्त्रमुग्ध बनाउनु भयो। यति तपाईँहरूसित त्यति धेरै नलेज र ब्रोडर चाहिँ तपाईँहरूको भिजन जुन देखेँ मैले, मलाई यसो लाग्यो हामी सबैले पनि हाम्रा नेताहरूलाई त्यस्तै किसिमले चुन्न सकिया भए त हामीलाई पनि त्यति रमाइलो हुन्थ्यो होला। र मलाई आशा के लाग्यो भने, तपाईँहरूको चाहिँ हाम्रो जेनेरेसन त अब यस्तै हुन्छ होला, तपाईँहरूको जेनेरेसनमा पक्कै पनि यस्तै राम्रा नेताहरू चुनेर यो देशलाई चाहिँ स्वर्णमय स्वर्ग जस्तो बनाउनुहुन्छ होला भन्ने मलाई एउटा विश्वास जागेको छ कतै एउटा कुनाबाट। यहाँहरू सबैलाई बधाई छ।
र खास गरेर यहाँहरूको अगाडि म लास्टमा एउटा अर्को इन्स्ट्यान्स राख्न चाहन्छु, उदाहरण। यहाँहरूको अगाडि बडा यङ कपल हुनुहुन्छ, उहाँहरूको दुईजनाको बिचमा झगडा गर्नुहुन्छ है भनेर बिचमा म बसेका थिएँ। अनि उहाँहरू सेन्ट जेभियर्स र सेन्ट मेरिजको चाहिँ प्रोडक्ट हुनुहुन्छ। अनि हालसालै उहाँहरूको चाहिँ त्यो सेन्ट जेभियर्सको र सेन्ट मेरिजका चाहिँ अब कति वर्षपछि हो मैले त्यो त सोध्न भ्याएको छैन, त्यो वर्षपछि चाहिँ उहाँहरूको चाहिँ रियुनियन भयो। त्यो स्कुल लाइफका सबै स्टुडेन्टहरूको साथीहरूको नगरकोटमा गएर नाइट स्टे उहाँहरूले चाहिँ रियुनियन गर्नुभयो, बडा रमाइलो भयो भनेर हामीलाई चाहिँ सुनाउनु भएको थियो। यु जस्ट इमेजिन आफ्टर 30-35 years when you meet in चियाघर or anywhere, how do you feel? है, उहाँहरूले चाहिँ आफ्नो एक्सपिरियन्स सुनाउँदाखेरि हामीलाई साह्रै रमाइलो लाग्यो। अहिले लास्टमा बोल्ने महिला नेत्रीले भन्दै हुनुहुन्थ्यो, हामी लास्टमा हो या बिचमा हो, सरी है, अनि हामी चियाघरमा चाहिँ आफ्टर 10 years भेटेर चाहिँ यो कुराहरू गर्नेछौँ, हाम्रो एक्सपिरियन्स सेयर गर्नेछौँ भनेर भन्दै हुनुहुन्थ्यो। लेट अस जस्ट इमेजिन आफ्टर 30-35 years when you meet wherever in the world, all the students, all your batchmate, classmate, and when that time, how do you feel? Just imagine right now. यति भन्दै म यहाँहरूलाई धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु। यहाँहरूको भविष्य उज्जवल रहोस् र हामीले हाम्रो फ्युचर जेनेरेसनसित ठुलो आशा राखेका छौँ। म यसो सम्झन्छु, तपाईहरु आज यो 5 स्टार होटलमा ग्रेजुएसन गर्दै गर्दा म चाहिँ मेरो त्यो गाउँको कुनामा त्यो उसको परालको चकटी, गुन्द्रीको चकटी एउटा बोकेर पिपलको रुखमुनि गएर त्यहाँ गएर चाहिँ पढेको र पढ्दै आएर यहाँ आएर शिक्षा सचिव भएर देशको चाहिँ शासनभार चाहिँ सम्हालेर यो देशलाई चाहिँ भनौँ एउटा प्रशासनमा आफूले आफ्नो तर्फबाट सेवा गर्ने मौका पाइयो भने आज यो 5 स्टार होटलमा यो किसिमले तपाईहरुले आफ्नो ग्रेजुएसनको चाहिँ सर्टिफिकेट लिन पाउनु भएको छ भने यहाँहरुको अगाडि धेरै अपर्च्युनिटीहरु छन्, धेरै चाहिँ फ्यासिलिटीहरु छन्, धेरै सम्भावनाहरु छन्। त्यसलाई तपाईहरुले ग्र्याब गर्न पर्यो र अगाडि बढ्न पर्यो। मैले सुरुमा भने जस्तै यहाँहरुसित एउटा जुन चाहिँ ट्यालेन्ट छ, नलेज छ, इन्टेलेक्चुअलिटी जुन छ त्यो भित्र छ, त्यसलाई हामीले बाहिर निकाल्ने मात्रै हो। त्यो कुरा गर्दिनी कोही न कोही तपाईहरुको अगाडि हुन्छ, त्यो तपाईहरुले चिन्नु पर्छ। हाम्रो चाहिँ यो पौराणिक शास्त्रमा के भन्छ भने गुरु भनेको गु भनेको अन्धकार, रु भनेको उज्यालो, उज्यालोतिर लाने जुन चाहिँ गुरु हुन्छ अथवा गाइड टिचर हुन्छ त्यो भेटिन्छ। तर त्यो टिचरलाई पनि आफूले पहिचान गर्न सक्नुपर्छ, त्यस्तो अवश्य पनि भेटिन्छ भन्ने मैले यहाँहरुलाई यति कुरा राख्दै धेरै अर्थी उपदेश मैले दिइनँ, किनभने यहाँहरु आफै विद्वान हुनुहुन्छ, आफ्नो भविष्य आफै निर्माण गर्नुहुन्छ भन्ने मलाई ठुलो विश्वास छ। र यहाँहरुले जुन किसिमले यो थेम्समा पढ्नुभयो र मैले अघि जेभियरियन र सेन्ट मेरिजको कुरा गरेँ, त्यस्तै यो थेम्सेरियन भनेर तपाईहरु भेट भएर जुन पछि रमाइलो गर्नुहुन्छ त्यसको म पनि अहिले कल्पना गर्दै म यहाँहरुसँग बिदा हुन्छु। धन्यवाद।